हेलो साथीहरू सम्पूर्ण नमस्कार। यो काँक्राबारीबाट अनि आज चाहिँ म काँक्राबारीमा छु अनि काँक्राको चाहिँ अहिले यस्तो हुँदैछ, यो चिम्टी सार्नु पर्नेछ अनि काँक्रा चाहिँ यसरी हुर्किन्छ साथीहरू। अनि यो काँक्रा हुर्के सँगसँगै मान्छे पनि हुर्क्यो भने कति अग्लो हुन्छ होला भनेर साथीसँग म कल्पना पनि गर्दै कुरा गर्छौँ। अनि साथी चाहिँ पछाडि हराइरहेछ। अन्त साथी उता पछाडि छ अनि म चाहिँ अलि अगाडि छु, किनभने म अर्को पनि काम गरेर आएको, त्यही भएर म यहाँ छु, साथी पछाडि छ। अनि यस्तै छ साथीहरू काम चाहिँ। अनि काँक्रा चाहिँ अहिले चाहिँ भक्काभक टिपेर बेच्दै पनि छौँ। अनि बोट चाहिँ यत्रो बनाइसक्यो। अनि काँक्रा देख्न सक्नुहुन्छ भने नि यति मजाले फल्छ होइन काँक्रा, कुरा नगरौँ। बिहान बिहानै हामीले आज 20 क्यारेट जति टिपेको, 20 क्यारेट भन्दा माथि नै छ, गनिएन तर त्यो भन्दा माथि नै छ मेरो विचारमा। अनि एउटा टनेलाबाटै 5-6 क्यारेट निस्क्यो भनेपछि 8वटा टनेलबाट कति निस्क्यो होला है। अनि त्यसपछि त्यस्तो छ साथीहरू। नि कोरियामा चाहिँ एग्रिकल्चरमा आइसकेपछि यस्तै हो, कहिले रडको काम गर्नुपर्ने हुन्छ भने कोही बेला चाहिँ हिलोमा जोतिनु, बेल्चा हान्नुपर्ने हुन्छ। अनि यो बिरुवा लगाउने अनि बिरुवामा पानी पनि हाल्ने अनि सँगै गोरमेल त कति हो अनि यो हुलिया सबै यस्तै हो होइन। अनि कोरियाले चाहिँ भन्नै पर्दाखेरि काम पनि दिएको छ, दाम पनि दिएको छ अनि त्यो सँगसँगै सिप पनि दिएको छ। अनि कहिलेकाहीँ चाहिँ काम गर्दा गर्दै एकदम